हेलो गाइज, वेलकम छ मेरो युट्युब च्यानलमा। म कान्छी घले, हामी गाउँमा छु। मेरी छोरी, हामी पूजा गर्न आएको। पुजारे टिका लगाइदिँदै हुनुहुन्छ छोरीलाई। खुट्टा देऊ बाबालाई दिन पर्छ नि, त्यसो नभन्नु नानी। हेलो हेलो टिका लगाइयो, जाने गरी भ्याइयो। अब हामी घर गइन्छौँ। अब हामी मामा घर आज टिकाको दिन। अब यहाँबाट सुरुवात हाम्रो। अब हामी मामा घर जाने। हामी यहाँबाट सुरुवात गर्छु। अब आज के हुन्छ, कहाँ कहाँ गइन्छ। अब घर गयो गाइज हामी। घर हैन, हामी अब मामा घर जाने। मामा घर त गइन्छ त नि पखन। अनि अब हामी घर गयो गाइज। खै लोटीहरू फुलचिता प्रसाद, भगवानको प्रसाद। ल तिमीहरू पछि अघि हेलो 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 सन्तोष हाम्रो मगर के अरे घलिनी कान्छीको युट्युब च्यानलमा गएर लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला है गाइस। हामी चाहिँ अहिले धादिङको हाम्रै गाउँठाउँको कालिका मन्दिरमा छौँ गाइस। त मन्दिर देखाऊ। ए हाम्रो कालिका मन्दिर सिधा के अरे नीलकण्ठ नगरपालिका। ओ भन्नै बिर्सिन्छ हौ हामीले त। चाहिँ धादिङ नीलकण्ठ नगरपालिका 8 नम्बरमा छौँ है गाइस। अब हामी केही दिनपछि फेरि पोखरामै फर्किँदैछौँ। आजको दिउँसोको भला के हुन्छ हेर्दै जानु होला। अब मैले कति लामो भला हाल्न सकिन्छ आज। बाउ छोरी हिँड्न नसकेर ओह्रालो झर्न पर्छन्। अनि यो दे हाम्रो गाउँ हो। ल सर पारेर आज रातभरि पानी परेर कस्तो थियो भन्ने कुरो थाहा थिएन। अनि ओह्रालो झर्न नि सकिँदैन, आफ्नो उकालो छ। र हाम्रो गाउँदै यही नै हो है। हुस्सु लागेको छ। हेर्नु होला हाम्रो गाउँ। साह्रै रुखहरूले छेप्के छ क्या यो गाउँ त। रुखै रुख, घाँसै घाँस छ। कोदोबारी यस्तो छ। बर्खाको अनि त्यो गाउँ त अनि रुखै रुखले छिरिहाल्छ त फेरि। अनि घरहरू नै देखिँदैन। तर घर त गाउँ त ठिकै छ है, तर ठुलै छ। छरिएको गाउँ छ। तर यहाँ पुचुरुकानी छ। तर के भयो भने देखिँदैन क्या रुखहरूले। सबै रुखले छेक्के। म झर्न नसकेर गाह्रो हुँदै झरेछु है। गाउँमा आयो चिप्लेर लड्ला भन्ने पिर झर्ने बेला ओह्रालोमा। यस्तो यस्तो घाँस हुन्छ यतातिर। टाँकी घाँसै टाँकी घाँस। ल देखेको जति यो टाँकी घाँस र बाख्रे घाँस हुन्छ क्या धेरै यतातिर रुखहरू दे। कोदोबारी है यो। यस्तो यस्तो कोदो यत्तिको भएछ कोदो। कात्तिकमा टिप्ने कोदो हो, तर बल्ल बाला झिकिन्छ है अहिले। मकैको ढोट्नी काटेको छैन यहाँ। ल उतो कि उतापट्टिको त्यो रुखबाट लडेर मेरो साँपमा 9 टाँगा लगाएर त्यही हो नि त बेबी। हो ए ल सन्तोष लडेको रुख रे है उ त्यो रे। अब यो ठुलो धेरै रुखहरू भुरामा लास्टै चकचके थियो अरे। अनि त्यसले गर्दा लडेको हो। त्यो नभए त लड्दैन नि। त्यसो भए त लड्दैन नि। कसरी लड्छ? मैले इफेक्ट सिफेक्ट केही हाल्न आउँदैन। हच्च पारमा बनाइछु। यसो हेरिदिनु होला, माया गरिदिनु होला। रातभरिको पानीले बाटो यस्तो छ, यस्तो गति। ल ए है सन्तोषको गाउँ। मेरो कर्म ठाउँ। बाउ छोरी उहाँ पुगिसके। स्कुटी बाइकहरू यस्तो रहेछ। बास पानी परेर राति राति। हाम्रो घर धारा।
हेलो फाइनली गाइस फाइनली हामी घर आइपुग्यो है पानी आउँछ दाइ दिदी दाइ भाग्नु भयो यता भर्खर गएको छु अलि पछि हो क्या त वर्षा एकचोटि हो दाइले ढोकिदिनु न अलि टिक्रा अलि बेसी ढोक्नु ए बा मम्मीको साडी त यता तलक्क भयो अच्छा थोरै लगाउने बुवा टिका त म त सबैलाई भनेर एक ठाउँ मात्रै त्यो अहिले पिक्नु छोड यहाँ हेर है कसरी बस्नु भएको बाबा भिडियो बनाएर फोटो सोटो पनि क्याच बनाउनु सँगसँगै भिडियो सँगसँगै हुन्छ फोटो हुन्छ हार्नु आएन त हुन्न त फेरि यसरी बसेर तिमीहरू पनि तिनजना यसरी टक्राएर बस्यो सकिएको अलि नहाँस्नु न मसक्क यहाँ सबै त्यही भिडियो आएको छ हाम्रो दाइको फोटो खिच्ने पोज टोपी माथि राखिदिनु हुन्छ केही नै हुँदैन आज त यस्तै लाग्ने हो नि खानु खै खुट्टा ल्याउनु खुट्टा ल ल ल बोल्नु नानी के भनेर बोलेको त्यस्तो नघट्नु न छोरा युट्युब च्यानल लाइक सब्स्क्राइब बडा हजुर बाबालाई भन्न जानी नजानी नभन्नु पानी परिन्छ बाहिर अनि अनि काकी कस्तो होला है अनि उहाँ टिका लगाइदिने बाहुन बाजे होइन बाहुन भन्न लागिसक्यो बडा हजुर बाबा उहाँ 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 हजुर बाबा कति धेरै हेरेर छु बाबुको यो ठुलो अरे है धेरै धेरै चलाउनु नछोड अहिले मर्छु फेरि भाजी दिएर देखाउनुपर्छ क्या फेरि पछि म बन्द गर्दा भन्न ब्याट्री छोरी ब्याट्री कता पो राखेको यो ब्याट्री नै हुँदैन यसमा कि हाई यस्तो गर्दैन छोरी यता आमालाई हाई ह्याप्पी दसैँ भन न चुप्प ओ ल फेरि चाकिनु पर्छ फेरि ल त्यस्तो गर्नु लाज हुन्छ फोटो खिच्दा ठाडो बनाएर नि भिडियो एउटा भिडियो अफ गरिदिनु नमस्कार बाले बाल्दिनी के ठ्याक्क हान्दिनु न ठ्याक्क हान्दिनु यसरी ह्याप्पी दसैँ बेबी ह्याप्पी दसैँ बेबी सन्ना नजान नजान नानी दिनु खुट्टा दिनु 1 वर्षमा एकचोटि ढोक्छ त दिनु पर्यो बडा हो आमाले अलि दाइ छ नि नानी के गर्ने खुट्टामा चाचन दिस्यो आमा भन यस्तै हो नि भन न हामी त फिनिस भयो होला नि बुझ्ने होला नि अब किन
छोरी देखेन छोरी देखेन छोरी कुनामा ल भक्स के नि हुँदा के छोडिदियो छोरी देखेन उ त हेर ठुलो पनि पहिला पाले मात्रै हो ल त्यहाँ हेर त्यता ए त छोरालाई नि अगाडि नि ब्याक क्यामेरा गरेर देखाइदिनु मिसाउनु भएको थियो ब्याक क्यामेरा यहाँ अगाडि छोरीलाई नि एकैचोटि के गरेर घरको नातिनी नातिनी ज्ञानी भएर टिका लाएर एउटा नपुर्छ नै बाबालाई त्यसो नगरेर यही एउटा मात्रै हेरेछ पाएँ ए मैले त उभो गरिदिएँ त कता गयो छोरी अहिले तेह्र हाल्नु तेह्र हाल्नु तेह्र हाल्नु टिका फेरि म यो यहाँबाट अब कुर्सिया दुई तिनवटा हात थियो सजिलो भन्नु मेरो त एकै ठाउँ लाग्दैन निदर भोरी गाला ल्याइदिनु गरेको नलाइदिनु धेरै पश्चिमतिर हुँदैछ नि यता गाला भरि सबै कता कता अनुहार भरि अनुहार भरि फिराइसक्यो बुवाले मलाई त मन पर्दैन तेरिका कति कचकच गरे हो जेठी नि मलाई हेर्न बाउजू त्यता उता बाबुको हात छ क्या ठाडो गऱ्यो भने त नदेख्ने बाबुको देले भयो त्यति त्यहाँबाट फोटो निक्लिन्छ भिडियो सहित मैले राम्रै खाले मैले किन्दै रहेछु त्यति मलाई जमारा लगाउनु टाकु यस्तो गर यतिको मोबाइल किनेन भने त कामै छैन नि होइन ल छोरो इताएर केरा लाइक सब्सक्राइब गरेर नबिर्सिनु होला है गाइस भन न बेबी पर्दैन त हाम्रो पर्दैन काले ल हजुर बाबाले म दिन्छु काले होइन भयो जी गर त्यो खुट्टामा खुट्टा दिनु न खुट्टा जी गर्छ भने रा पैसा रा ल जी भाग्यमानी गर्ने चाचा नि पर्दैन पर्दैन दिनुहोस् मलाई हामीलाई चाहिँदैन भन छोराले ल ल ल जरा होइन जराजुरा ए सकान्छ बस त कुरो एउटै हो ए ल ल ल छोरा हुन्छ छोरा यस्तो गर दिनु भने लिनु कप्पे खानु हाम्रो घर यस्तो यस्तो कुरा नि छ है ल छोरा कप्पे खाला हेर्नु त हाम्रो त ढिलो भयो हामी त राम्रो भन न आमाले ल यता हेर हात हात कस्तो हो भाइ र क्या गुड भएर बसेको तिमी गुड भा कति नाम्रीदेखि ओ अहिले दिदीलाई नि टिका लगाइदिनु पर्छ छोराले त जी गर्नुपर्छ भाइले फोटो दिनुपर्छ नि दिनु आफ्नो छोरो ठुलो भयो मेरो छोरीले सबैजनाले टिका लाएर पैसा धेरै कमाउने भयो त हेर बेबी हाई गर्दै हाई छोरी भन्न त औँसी राजा त भएर बसिया त ढिलो नि कालो के के भने केही भने के भने मैले किन खोज्दै जानु पर्छ भोटे जान्छ के जान्छ होला के नभने के खोज्दैन नगयो हुँदा त्यसै उनीहरूले खोज्ने हामीले खोज्ने होइन हामीले खोज्ने हो भएछ के भनेको उनीहरूले खोज्ने केही भने छैन यहाँ आएर एक ठाउँ लाउनु पर्दैन मान्ने त मान्ने हो नि त वर्षमा एकचोटि हुन्छ दिनु न हजुरमालाई है चाचा यी हजुरमाले खिचिराखेको छ क्या खुट्टी जी गर त्यो छोराले हजुरआमालाई ढोकिदियो यति ठुलो ज्ञानी छैन हाम्रो बेबी त पछि दिनुहुन्छ हौ भाउजू हो भने पछि त दिनु दिने हुन्छ पछि दिनुहुन्छ दाइले उहाँ भाग लाएर राखिदिनु भइसक्यो तपाईँलाई भनेर पैसा माइलालाई पनि भाग लाएर राखिदिनु पर्थ्यो ओहो के लि पापा खान लाग्नु भा गुन्जे त खाइदिन्छ नि
नानीको जामा नुहाउनु न भने के जान्न भने कति राम्रो बनाएन है कसले ल्याइदिनु भएको रहेछ कसले त्यहाँनिरको हजुरआमा कसले ज्यामिरे होइन बडा हजुर बाबा बडा हजुर आमा है हामी त बन्दैन ज्यामिरे भने हामी त बडा हजुर बाबा बन्ने भने हिजो सुनिले तेरो मम्मी खै जान्दिनँ म त मम्मीसँग जान्दिनँ हाम्रो आमा त घाँस काट्न जानुभएको तल सुनिललाई मम्मी भन्दैन अरे अनि आमा भन्यो अनि मम्मी भन्यो भने त ऊ त हेरिरहन्थ्यो सानोमा चाहिँ जे संस्कार गऱ्यो त्यही अनि मैले भनिदिन्थेँ मम्मी भन्दै अघि आएर र मैले त हरि बाबु भने आएर संस्कार त्यस्तो बाबुआमाको जमाना त कस्तो के भन्ने त्यसो भन्दैन ल हामी कहाँ जाने खाएर जाने नि अब अहिले के हो म खाँदिनँ त्यही चाहिँ खान्छु अब म टिका लगाइदिउँ टिका लगाउनु होला नि त्यही गइहाल्छ नि हो केही नहुने खोज्दै जाने कुरो आउँदैन अनि उनीहरू दुईवटा बुढाबुढीलाई दुईवटा भेटेको साथमा हालेको अनि 11 सयपछि नानीको पालो आउँछ मसिरा आए बेला त्यसमा नानी मोटो मोटो थपेर नानीको पनि कसले मुठुलाई नहाल्यो उसले चाहिँ थपेर दिने नि त्यहाँ दाइले चाहिँ बाउको जीवनको भाग यो एउटा जुनाउ ल्याउ त माइला एउटा जुनाउ माइलालाई राख्नुपर्छ नि पछि त लगाउँदिनु रे लाउ कि ल को हो फेरि हजारमाको भालो अहिले नगरिदिनु न लुगा हजारमाको के अचम्म के भयो त यहाँ गरे अझै त के न हेलो गाइज गाई होइन सासु आमा भन्ने के हो गाई नारा गरे गाई रे आमालाई त आमा भनिहालिन्छ नि त्यतिकै सासु आमा फुपू भन्ने गाई फाइज के हो यहाँतिर होइन छोरा छोरा काकीले के भन्नुहुन्छ यहाँ हेर नि यहाँ हेर नि हेलो गाइज फाइज के हो त्यस्तो है हामी त भन्दैनौँ मन हामी त भन्दैनौँ काकी भन्दैन बाबाले सिकाएर त्यसरी भने नि बेबी ज्ञान हुनुपर्छ नचल्ने बाबाले नचल भने के सबै लुकै हेर्दैन ठोक्यो मोबाइल ठोक्यो कसले ठोक्यो हजुर कता भ्यानी मामा कता भ्यानी 4 बज्छ होला हुन्छ बेलुका हिजो जस्तै बेलुका 5 बजे भात नि बस्ने ल ल ल अब चस्मा लाउने मामा चस्मा त्यसै राम्रो रातो टिका त्यसैला दसैँमा झलक्क झल्की भिडियो बनाउनु आफै हटाउँछु छोडा छोडा यहाँ खुट्टा चिला वर्ष एकचोटि हो नि ल पैसा आयो कहाँ राख्ने यार मेरो है छोरीले आहो दसैँको भगवती प्रसादले छोरीले धेरै मोबाइल नहेरोस् अनि धेरै पढोस् मोबाइल हेर्ने बेला आँखा दुखो भगवतीको प्रसादले भगवती त बुढो हजुरबा हो अनि स्विङ फुत्क्यो भने पिङ फुत्क्यो भने ठुलो बाबा होइन बाबा पिङ बनाइदिनु भन्नुहोस् अनि भाइलाई पनि माया गरेर सँगै खेलाओस् अनि गुन्टे छोरो रोयो भने नरो भाइ भन्योस् ल खुट्टी दिन्छु ओखो यस्तो आशीर्वाद दिन्छ नि ल ओखो ल उठिस्यो त्यस्तो न छोरो यता देखेन घाइ मुनेर फाइ मुनेर भन न
आज के हो रे छोरा दसैँ होइन आज के हो रे आज बाहिर के बार होइन कि आज दसैँ बार नोटेमा राम्रो बार राम्रो मार है के हो केटी हो बाबाको वर्षको एकचोटि त हो ल भयो भयो यति ल भयो ल भक्ति मानि हुनु ल तेरि यता अलि यता ल नानीलाई मात्रै दिदीले लगाइदिएको खिच्दिनु त अलि राम्रो किन नराखे ठिक बाबुजीका लागि के भन्ने दिदी धेरै मोबाइल नहेरिस्यो अनि राम्रोसँग पढिस्यो भनेर आशीर्वाद दियो है त्यस्तो भन्नु पर्छ हत हात अलि तल यो दाली हो अनि बडा हजुर बाबाको दारी त रहन्छ नि छोरा कुन दारी कुन दुमा हो बडा हजुर बाबा हो बाबाको नि रहन्छ दारी त छोरा आज हेर बाबु त्यो तिमीले तम हो बाबु छोरा छोरा अनि बाबा कुन जुमा कुन जामा त हजुर दुमा नमस्ते गर्नु ल उठ ल अहिले उठ यता यता बाबा राम्रोसँग पढोस् मोबाइल हेर्न नखोजोस् गुन्टेको आमा नरिसाओस् दाइले गुन्टेको आमा दिदी। रिसाएर फेरि बम नहोस् आशीर्वाद त दाइले कस्तो राम्रो दिनु भए हारा दिदीलाई छोरा हाई गर बेबी हो भन नि हाई गर नाइस गर्थ्यो नि काकीपतिर फर्केर वाउ ल तिनचोटि लाउनु ए तिनचोटि खाली भाती लाउनु क्या हो यहीँ खाली भएको फेरि लाउनु त दाइ एकचोटि हातले जानु त ल टिका लगाइदिनु यो बडा बाउले काली लगाइदिन्छ बरु निधार खाली नगर्नु त के अरे अहिले आफै लाउने हो होइन काली लगाइदिन्छ के हुन्छ तिहारमा मात्रै हो होइन हेर्नु न ओहो निधार खाली पैसा नगर्नु त जिया नि बाहिर आउनु आमाले त धेरै पो दिन लाग्छ देउता हेर्नु बङ्केर बसिहाल्छ अलि सिधा हुनु न दाइ छोरा हाँस्यो नि छोरो हदिनीका ओ अब छोरो पैसा दोरा झऱ्यो आमाले झार्नु भयो सबै फुल ल पैसा झार्नु भयो ल आशीर्वाद राम्रो दिनु हजुर आमा मोबाइल हेर्छु नबनिस्यो अनि एबिसिडी सबै पढिस्यो अनि त्यसपछि साइकल धेरै नखेलिस्यो हस् हस् बाबाले ल्याइदिएको साइकल नहेलाई के हेर्ने हो र भन न बेबी मेरो छान्छन् त यस्तो गर्छ अनि बाबुले चाचा खोइ होला यो पाँडले माथि सारेर केही छैन दाइले यो चार्जर कसको यो चाचा त धेरै छ छोरोलाई त लिस्यो यहाँ छोरीलाई भन्दा धेरै पो दियो ल यहाँ खुट्टा ढोकिस्यो बाबाको यहाँ जी गरिस्यो गनिस्यो उसले अस्ति भाग्यमानी ठुली ठुली होस् गुन्ती छुरी ल मलाई आउँछ नानी उनीहरूलाई त हामीले यहाँ आइज भन्नु उनीहरू त अब हाँगा छुट्टी हाँगा छुट्यो त्यही पनि अब अरू ऊ त भर्खने होइन भाउजूलाई ल छोडिदिनु कहाँ भाउ तल जानु भनेर अझै जाने एकछिनपछि खानासाना त्यही भाउजूलाई त नि। बिस्तारै लगिदिन्छु। बेलुका बेलुका छोडिदिनु अनि तपाईँहरू भोलि आएपछि अनि म भोलि जाउँला कि त्यो कुरा नभन् त्यो कुरा छँदै छैन भने तपाईँ ल छोरा नमस्ते गर मम्मीलाई ल मम्मीको खुट्टामा नि ढोक्दै बेबी मम्मी खुट्टिज्यू खुट्टिदिनु न भयो भने ल अब धेरै ल धेरै किच गर्ने होइन धेरै गाली गर्ने होइन धेरै लिस्याउने होइन जाँड खाइस् भन्ने होइन तास खेलिस् भन्ने होइन है उता त मलाई जानु न निधार पनि पुरेछ मलाई जानु न माछा माछा मात्रै लाग्यो। अब तास खेल्न बस्छ बुढो मजाले खानपिन के खानुहुन्छ मेरो हजुर भनेर सोधी खुवाऊ नि
यस्तो आशीर्वादले दिएको होला छ्या खुट्टा टेस्ट अलि बस न बस भयो अझै भएन ठेक्काले त्यस्तो चारचोटि नि हुन्छ छोरालाई नि खोइ पैसा छोरालाई पैसा नि छ छोरालाई पैसा 2 4 दिन पर्छ छोरीलाई फर्स्टमा आस दिदीलाई आस अलि राम्रोसँग बस्यो न पढेर कसरी बस्नु नि छोरा ए अलिकति ऊ दिदीलाई फर्स्टमा हामी दुईजनाले सँगै लगाइदिनु पर्छ छोरीलाई अलिक त बसेर लाउनु त्यो पाल आउँछ कि रुकनु म उठेपछि आयो सँगै लगाइदिनु पर्छ कि छोरीलाई त ल ल ल छोरा ल ल ल हात कसरी दियो मेरो छोरा जानेछ नि यता हेर न दुईटा फुलको मारेर त बोल्दै बोल्दैन नि हेर त साँच्चै फेरि के गरिदिनु भयो हजुरलाई त ल छोरालाई पहिला जिगर ऊ खुट्टामा 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 होइन हात दिनुहुन्छ क्या खुट्टामा आमा नि त ठुलो ज्ञानी हुनु भयो गाला नि लगाइदिए यो सन्तोष त के लगाइदिएर। नि ल आऊ ए बस 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 काकी छ नि पालालाई बसेर फुटा छोरीलाई फुटा गर्नु हो रे नि त फुटाइदियो बिहान त काकालाई के ठुलबाबाट ढिसी 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 हाल्छु म त भन्छ मम्मी र बाबाले भनेको मान्ने हस् भोटे ओ भोटे यो त माथि बस्नु नानी यहाँ कुर्सीमा बस माथि बस यहाँ कुर्सीमा बस सफल खोलेर त्यही बसेर बाले टिका लगाइदिनु है माथि बस आइज ल छोरो ल यताबाट लगाइदियो पालाई छोरा त्यहाँ भने छोरा ए, ल काकीलाई ल धेरै पढ्ने ठुलो हुने भनेको मानिरहेछ मेरो बेबीले हस् काकी भनेर बोलाउने फोन गर्दा हस् काकीलाई हेर न काकीलाई हेर बेबी लगी त हेर त पैसा त साह्रै ठुल्ठुलो हुने भयो बेबीलाई ल कतिवटा दिनुभएछ काकीले नमस्ते ल जिगर भयो भयो जिगर छ ल जी ल हो ल ठुलो ठुलो हस् तिमी यता आउँछौ नि यहाँ यहाँ हामी बसेर बाल नलिखानु ऊ दादालाई नमस्कार गर न अर्कोचोटि नि लगाइदियो ल अब एकचोटि मात्रै हुँदैन अर्कोचोटि ओ छोरीले नि लगाइदिनु जमारा लगाइदियो जमारा लगाइदियो उता उताको लामो ऊ त्यहाँ निकालिदियो नि हो तिनीहरू ल बालाइदियो कानमा यसरी टोपीमा राखिदिनु हुन्छ कानमा राखिदिनु हुन्छ हो खासै कानमा लगाइदिनु पर्दैन पैसा पनि पैसा पर्दैन अझै फेरि अझै 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 लगाइदियो छोरी एकचोटि कहाँ खाली हो त्यही जमारा लगाइदिनुहोस् जमरा नि फुल बेबी फुल फुल लगाइदियो दिदीले उनीलाई थाहा छ नि दिदीको टाउकोमा राखिदिनु टाउकोमा टाउकोमा ल ओ ल चाचा दिएछ अनि डोगी गुडामा डोगी पर्दैन गुडामा हात देऊ भाइलाई हात देऊ बेबी ल हो त्यहाँ ल ल हाम्रो टिका सकियो हामी त खिच्दैन यो देउरन जेठा लाएर ए अघि नि लाग्छ सरलाई ल छोरो जाऊ यहाँ सरलाको बस्ने कुनापट्टि भनेर चाहिँ फोटो नआइरह त आमा काकी मुखामुख काका भइसक्यो खिचे ल दाइ हेलो गाइज तेर्सो बनाएर भनेको के ल ल ल ल दाइ र दिदी बाबुको खिचिदिनु ल छोरो आइ नानी छोरो बाबा ल ल ल ल बेबीलाई खाइ
यहाँ चप्पल लगाइदिन्छ नि ल उता म हामी नदेख्ने गरेर हेरे हेरे गयो आफै ल एउटा पो ध्यान यस्तो यस्तो ध्यान भिडियो भइरहेको छ कि हेर्नुहोस् गाइज हाम्रो 3 सासुबारी है जेठी दाहिनेतिर कान्छी बायाँतिर सासुआमा बिचमा गाइज आमा अनुहार चाहिँ अलि तल ओ ल ल अलिकति माथि गर्नु त्यही थिएन अलि माथि ल 3 बरीको 1 सासु 1 बरी चाहिँ छैन है गाइज आउँछ र आउ नि तिमी नि कोही पनि भोको बुझ्छ कोही पनि भोको बस्छ फटाइदिने क्या सही त यता दिदीलाई भन न यता आउनु न यता उनीहरू चाहिँ खान्छ यहाँ आउनु भयो